Hello, good morning my dear students. So आज चाहिँ हामी क्लास 10 को two stories about flying पढ्छौँ है र this is divided into two parts. एउटा चाहिँ छ his first flight र अर्को चाहिँ छ black aeroplane है. Now let's start with this first part. The young seagull was alone on his ledge है. एउटा young seagull छ. Now let me show the seagull. Okay. So this is the seagull है यहाँनिर थुप्रो पिक्चर्सहरु देख्दैछ. So this is the seagull. Okay. So एउटा young seagull थियो जो चाहिँ एउटा ledge मा है. Now this is the ledge है. You can see यहाँनिर cliff छ. So this is the cliff है र यसलाई चाहिँ के भन्छ ledge है र यो young seagull चाहिँ यो ledge मा बसिरहेको छ र यसको अगाडि चाहिँ के छ सबै ocean छ. Okay, very vast ocean. Now all right. Okay, so his two brothers and his sister. The young seagull alone on his ledge. मैले already देखाएँ है. Seagull is a kind of a bird है. Bird र त्यो bird चाहिँ कहाँ बसिरहेको छ ledge है. Ledge को यहाँनिर पनि छ a narrow horizontal shell protecting from a wall or projecting from a wall or a cliff भनेर है. His two brothers and his sister already flown away है र त्यो young seagull को चाहिँ एउटा के छ brother छ, two brother र एकजना sister छ जो चाहिँ already के गरिसक्यो उडिसक्यो डे बिफोर है एक दिन अगाडि नै. He had been र तर यो seagull चाहिँ किन उडेन भन्दाखेरि चाहिँ he had been afraid to fly with them है र किन भन्दाखेरि चाहिँ यो seagull लाई चाहिँ के भयो afraid to fly उसलाई डर लाग्यो उड्नु है. Somehow when he had taken a little run forward to the brink of the ledge and attempted to fly his wings he became afraid है. I have already shown you है यो चाहिँ for example ledge छ है र त्यो seagull यहाँ ledge को यहाँनिर आउँछ है र के गर्छ उ फेरि ब्याक जान्छ र उताबाट चाहिँ उ एकदमै के गरेर आउँछ रन फरवर्ड है कुद्दै कुद्दै अगाडि आउँछ. तर जब उ यो पोइन्टमा ब्रिङ्कमा आइपुग्छ त्यति बेला चाहिँ उसलाई के हुन्छ attempted to flap his wings he became afraid है र उसले he tried to flap his wings तर त्यो wings flap गर्दा गर्दै उसलाई के गर्छ उसलाई के हुनु थाल्छ उसलाई डर लाग्नु थाल्छ है. The great expanse of sea stretched down beneath and it was such a long way down miles down है र उसले उड्नु भन्दा अगाडि चाहिँ के देख्छ यो सी को एक्सपेन्स है यहाँ अगाडि चाहिँ के छ डल्लै सी छ. ओके सो यो सी देख्छ र के गर्छ उसलाई एकदमै बेसी डर लाग्छ है र he felt certain that his wings would never support him है र अर्को कुरा चाहिँ उसलाई के पनि लाग्छ भन्दाखेरि उसको जुन चाहिँ विङ्स छ त्यसले चाहिँ उसलाई के गर्दैन कहिले पनि सपोर्ट गर्दैन र मेबी उ त्यहाँबाट के गर्न सक्छ लड्नु सक्छ भनेर उसलाई त्यसरी डर लाग्छ. So he bent his head and ran back to the little hole under the ledge where he slept at night र त्यही भएर उ दुखी भएर फेरि ब्याक गएर त्यो ledge को सानो होल भित्र पसेर उ त्यो राति त्यहीँनिर सुत्छ है. Even when each of his brothers and his sister little sister whose wings were far shorter than his own ran back to the brink flapped their wings and flew away he failed to muster up the courage to take that plunge which appeared him so desperate है. तर उसको जुन चाहिँ ब्रदर एन्ड सिस्टर छ है जसको चाहिँ उसको विङ्स पनि के छ एकदमै सानो छ त्यो यङ सिगलको भन्दा तर भए पनि उनीहरू के गर्छ है फार मोर सर्टर देन हिज ओन उनीहरू एकदमै ब्रिङ्कमा गएर है यहाँ टुप्पोमा आएर आफ्नो विङ्सलाई फ्ल्याप गरेर मजाले उडेर उनीहरू जान्छ. तर यो सिगलले चाहिँ त्यो आँट बटुल्नु सक्दैन है. मस्टर्ड अप भनेको चाहिँ आँट के गर्नु टु ग्यादर अफ द करेज है र उसकोमा त्यो करेजै छैन उसले त्यो आँट बटुल्नु सक्दैन. सो ऊ के गर्नु सकेको छैन उड्नु सकेको छैन. हिज फादर एन्ड मदर ह्याड कम अराउन्ड है र जहिले पनि उसको फादर मदर है उसको वरिपरि आएर के गर्छ उसलाई
कल्ड हिम कलिङ हिम श्रीली है श्रीली भनेको चाहिँ उसलाई है त्यहाँ आएर उसले आवाज निकालेर उनीहरूले जोड जोडले सिगललाई यङ सिगललाई बोलाउँछ है अपब्रेडिङ हिम है थ्रेटनिङ टु लेट हिम स्टाफ अन हिज लेज अनलेस ही फ्ल्यु अवे बट फर लाइफ अफ हिम ही कुड नट मुभ है र त्यहाँ आएर चाहिँ उनीहरूले जोड जोडले त्यो सिगलले आवाज निकालेर के गर्छ थ्रेटनिङ पनि दिन्छ कि यङ सिगललाई कि अगर तिमी यहाँबाट उडेन भने चाहिँ यु विल स्टाभ भनेको चाहिँ तिमी भोक भोकै मर्छौ र जबसम्म चाहिँ तिमी त्यहाँबाट उडेन भने चाहिँ यु विल स्टाभ भनेर त्यसरी थ्रेटनिङ दिँदाखेरि पनि सो द्याट त्यो सिगल चाहिँ उडोस् उसलाई आँट आओस् भनेर है बट द लाइफ अफ हिम ही कुड नट मुभ तर बिचरा त्यो सिगल उसले त्यो आँट नै गर्नु सक्दैन आँट बटुल्नु सक्दैन Alright, that was 24 hours ago, है 24 hours ago है it's been a day है र 2 दिन अगाडिको कुरा यो since then nobody had come near है so सबैजनाले त्यो यङ सिगललाई एकदमै उसलाई मोटिभेट गर्दैछ इभन हिज पेरेन्ट्स है थ्रेटनिङ हिम कि अब चाहिँ तिमी उडेन भने यु विल स्टाभ है भनेर पनि एउटा थ्रेटनिङ दिँदैछ सो द्याट त्यो यङ सिगल चाहिँ उडोस् भनेर देन सिन्स देन नो बडी ह्याड कम नियर है र त्यसको बादमा इट्स बिन 24 आवर्स तर अहिलेसम्म कोही पनि उसको छेउमा आएको छैन द डे बिफोर है र एक दिन अगाडि चाहिँ अल डे लङ है उसले के गर्यो भन्दाखेरि ही ह्याड वाच हिज parents flying about his brother and sister perfecting them in art of flight है र उसले के देख्यो भन्दाखेरि watch his parents flying about with his brother and sister है त्यहाँ ऊ लेजमा बसिरहेको छ यु क्यान सी यो चाहिँ हाम्रो यङ सिगल हो है र यहाँनिर दे आर पेरेन्ट्स है यहाँनिर 2 ब्रदर्स छ है देन 1 सिस्टर अल्सो सो के गर्यो यो सिगलले चाहिँ ही इज वाचिङ है हाउ हिज पेरेन्ट्स अलङ विथ हिज ब्रदर एन्ड सिस्टर्स आर फ्लाइङ है र उसको के सिकाउँदैछ आर्ट अफ फ्लाइङ है एन्ड देन आर्ट अफ फ्लाइङ टिचिङ देम हाउ टु स्किम द वेभ्स एन्ड हाउ टु डाइभ फर फिस है र के सिकाउँदा स्किम भनेको चाहिँ टु मुभ लाइटली जस्ट अबभ द सर्फेस है र यो सीको माथि है यो है कसरी मुभ गर्नु भनेर त्यो चाहिँ हो हाम्रो स्किम है स्किम द वेभ्स र त्यहाँदेखि फिसलाई हामीले कसरी पक्रिनु भनेर त्यो कुराहरू द यङ गर्लको ब्रदर सिस्टर र उसको आमाहरूले चाहिँ उनीहरूलाई सिकाउँदैछ है He had in fact seen his older brother catch his first herring and devour it है र इभन उसले यो यङ सिगलले के पनि देख्यो भन्दाखेरि उसको जुन चाहिँ यङ ब्रदरले चाहिँ के गर्यो सफ्ट फिन सी फिस भन्दैछ है हेरिङ भनेको चाहिँ कसरी चाहिँ उसले एउटा फिस पक्र्यो र पक्रेर चाहिँ डिभोरेट भनेको है उसले मजाले लोभाउँदै छिटो छिटो खानु होइन सो त्यसरी खाइरहेको त्यो पनि देख्यो है उसले आफ्नो फर्स्ट फिस पक्रेर त्यहाँदेखि उसले छिटो छिटो गरेर हतार हतार गर्दै उसले है इटिङ ग्रिटिली है लोभाउँदै उसले मजाले खाएको पनि देख्यो अरे स्ट्यान्डिङ अन अ रक है रकमा बसेर व्हाइल हिज पेरेन्ट्स सर्कल अराउन्ड रेजिङ अ प्राउड क्याकल है र जब त्यो फर्स्ट उसको ब्रदरले चाहिँ फर्स्ट उसले के गर्छ फिस पक्रिन्छ र पक्रेर चाहिँ उसले हतार हतार खान्छ सो द हिज पेरेन्ट्स बिकम सो प्राउड र वरिपरि उडेर चाहिँ एकदमै उसलाई प्रेज गरेर है क्याकल है आवाजहरू निकालेर त्यो यङ उसको ब्रदरलाई एकदमै बेसी प्रेज गरिरहेको देख्छ है And all the morning, whole family had walked about a big plateau, midway down the opposite of the cliff, taunting him for his cowardice भनेको चाहिँ र plateau भनेको चाहिँ you can see यहाँ बीच बीचमा यस्तो ढुङ्गा है उठेको छ र के गर्यो त्यो मर्निङमा चाहिँ डल्लै फ्यामिली चाहिँ त्यो एउटा प्लाट्युमा बसिरहेको छ र बसेर चाहिँ यो यङ सिगललाई चाहिँ के गर्दैछ टन्ट गर्दैछ है उसलाई गिजाउँदैछ है हिम विथ हिज कवर्डिज भनेको चाहिँ डरछेरोवा है द्याट यु आर नट एबल टु फ्लाइ है बिकज यु आर सो अफ्रेड है उनीहरूले कति उसलाई थ्रेटनिङ पनि गर्छ है उसलाई मोटिभेट गर्छ बट इभन देन द यङ सिगल वाज नट एबल टु फ्लाइ है र त्यही भएर अब चाहिँ सबैजना चाहिँ यो एउटा प्लाटुमा
प्लाटुमा बसेर चाहिँ यो यङ सिगललाई के गर्दैछ टन्टिङ फर हिज कभरिज भनेको चाहिँ उसको डर है अब कति डर छिरो हेर हामी कसरी उडिरहेको छ भनेर त्यो उसलाई देखाउने ट्राई गर्छ द सन नाउ वाज एसेन्डिङ द स्काई भनेको चाहिँ अब चाहिँ के हुँदैछ सनराइज हुँदैछ ब्लेजिङ अन हिज लेज द्याट फेस द साउथ है र सनरेज चाहिँ अब यस्तो पाराले यो डाइरेक्सनमा के गर्दैछ आउँदैछ है र हि फेल्ट अ हिट है र त्यो सनरेजले गर्दाखेरि यो सिगललाई चाहिँ एकदमै बेसी है हिट है तातो गरम फिल भइरहेको छ किन भन्दाखेरि चाहिँ हि ह्याड नट इटन सिन्स प्रिभियस नाइट फल किनभने लास्ट नाइटदेखिको यो यङ सिगलले केही पनि खाएको छैन है र खानुको लागि के गर्नु पर्यो ऊ उड्नु पर्यो र फिस पक्रेर उसले खानु पर्यो अब ऊ उड्नै सकेको छैन ऊ डरले त्यहाँ बसिरहेको छ सो त्यही भएर चाहिँ अब उसलाई के हुँदैछ भोक लाग्दैछ है र प्लस उसलाई एकदमै बेसी गरम फिल हुँदैछ हि स्टेप स्लोली आउट टु द ब्रिङ्क अफ द लेज है र बिस्तारी ऊ यहाँनिर आएर यो लेजमा है टुप्पोमा आएर यो सिगल यहाँनिर बस्छ है देन स्ट्यान्डिङ अन वान लेग विथ द अदर लेग हिडन अन्डर हिज विङ्स है र एउटा खुट्टा यसरी लुकाएर चाहिँ र एउटा खुट्टामा मात्रै ऊ के गर्दैछ उभिँदैछ हि क्लोज्ड वान आई है र एउटा आँखा यसरी बन्द गरेर देन द अदर त्यहाँदेखि उसले अर्को आँखा पनि के गर्छ बन्द गर्छ है किन भन्दाखेरि चाहिँ हि एन्ड प्रिटेन्डेड टु बी फलिङ अस्लिप है र ऊ त्यहाँ निदाको जस्तै गरेर उसले प्रिटेन्ड भनेको चाहिँ अब उसले एक्टिङ गर्दैछ है निदाको जस्तै उसले देखाइरहेको छ स्टिल दे लुक नो नोटिस अफ हिम र उसले किन यस्तो गर्दैछ भन्दाखेरि चाहिँ ताकि है उसलाई देखेर है ला बिमार भएछ भोक लागेछ भनेर उसलाई है अरूले देखेर चाहिँ उसलाई माया लागोस् दया लागोस् र आएर चाहिँ उसलाई के खानेकुरा दियोस् भनेर चाहिँ ऊ त्यसरी डिलमा गएर निदाको जस्तै गरेर उसले एउटा खुट्टा लुकाएर है उसले एक्टिङ गर्दैछ तर एउटा आँखा यसरी क्लोज पनि गरिरहेको छ है बट उसले के देख्छ कि स्टिल कसैले पनि उसलाई नोटिस गर्दैन हि स हिज टु ब्रदर एन्ड हिज सिस्टर लाइङ अन द प्लाट्यु डोजिङ देयर हेड्स है सङ्क इन्टु देयर नेक्स है र उसले के देख्छ भन्दाखेरि उसको ब्रदर र सिस्टर है एउटा प्लाट्युमा बसेर चाहिँ है डजिङ भनेको निदाउँदै गरेको है आफ्नो हेड पनि त्यो नेकभित्र हालेर होइन चराहरू जसरी सुत्छ सो त्यसरी त्यहाँनिर सुतिरहेको उसले देख्छ हिज फादर वाज रिङ फेदर्स अन हिज वाइट ब्याक है र उसको फादरले चाहिँ आफ्नो फेदरहरू सफा गर्दै गरेको है मेकिङ एन एफर्ट टु मेन्टेन अ फेदर्स है फेदर्सहरू मिलाइराखेको है तर कसैले पनि त्यो यङ सिगललाई याद गरेको छैन है ओन्ली हिज मदर वाज लुकिङ एट हिम है तर आमाले उसको मदरले मात्रै त्यो यङ सिगललाई हेरिरहेको छ है सी वाज स्ट्यान्डिङ अन अ लिटल हाई हम्प अफ द प्लाट्यु है हम्प भनेको चाहिँ यस्तो जस्तै केमलको हुन्छ नि सो हम्प है यस्तो हम्प त्यस्तोमा चाहिँ ऊ त्यहाँनिर उसको मदर बसिरहेको छ है र के गर्छ हर वाइट ब्रेस्ट thrust forward now and again she tore at the piece of the fish that lay at her feet and then scraped each side of her back on the rock है र के गर्दैछ त्यो प्लाट्यु चाहिँ त्यो हम्पमा बसेर चाहिँ उसले चाहिँ के गर्दैछ फिस छ उसकोमा आमाकोमा र त्यो फिसको टुक्रा टुक्रा निकाल्दै है त्यो ढुङ्गामा राख्दैछ अ साइट अफ फुड है म्याडन थिम है र त्यो जुन चाहिँ फिसको टुक्राहरू त्यो रकमा राखिरहेको थियो उसलाई यति बेसी यङ सिगललाई भोक लागिरहेको थियो र उसलाई पक्ला भयो त्यो देखेर चाहिँ उसलाई खानु मन पर्यो सिन्स उसले है लास्ट नाइटदेखि केही खाएको छैन नाउ हि मुभ टु टियर फुड द्याट वे स्क्रैपिङ इज बिग नाउ एन्ड अगेन टु द विडेड है र के गर्दैछ त्यो स्क्रैप निकाल्दै है आमाले चाहिँ विड भनेको टु सार्पन है र आफ्नो बिकलाई ढुङ्गामा यस्तो 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 गरेर स्क्रैच गर्दै त्यो बिकलाई सार्प बनाउने ट्राई गर्दैछ गा 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 हि क्राइड बेगिङ हर टु ब्रिङ हिम सम फुड है र यो यहाँ देख्दैछ सिगलले चाहिँ आफ्नो मदरलाई के गर्दैछ खाना माग्दैछ है गा 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 भनेर कराएर त्यसरी उसले रिक्वेस्ट गर्दैछ कि मलाई पनि अलिकति भए पनि त्यो फिस दिनु है मलाई आइएम हङ्ग्री भनेर उसले उसको आमालाई भन्छ देन गा कोला सी स्क्रिम्ड ब्याग डिरेसिभली भनेको चाहिँ त्यहाँदेखि के गर्दैछ कि उसको आमाले पनि फेरि ब्याक है गा कोला भनेर त्यसरी एउटा आवाज निकाल्दैछ उनीहरूको बिचमा कम्युनिकेसन हुँदैछ र उसको आमाले चाहिँ वाट सी इज ट्राइङ टु डु इज है कि युआर स्टुपिड है तिमीलाई खाना चाहियो भने यु मस्ट फ्लाइ है तिमी उडेर आउनुपर्छ म त्यहाँ ल्याइदिँदिनँ भनेर त्यस्तो भन्ने ट्राई गर्दैछ है बट हि केप्ट कलिङ प्लेन्टेटिभली एन्ड आफ्टर अ मिनट अर सो हि अटर अ जोयफुल स्क्रिम हिज मदर ह्याड
had picked up a piece of fish and was flying across him with it है र एकछिनबाट चाहिँ सिगल एकदमै के भयो खुसी भयो किन भन्दाखेरि चाहिँ जोयफुल स्क्रिम भनेको अब एकदम खुसी भएर कराउँदैछ किन भन्दाखेरि चाहिँ उसको मदरले चाहिँ के गर्यो सानो पिस अफ फिस टिपेर चाहिँ उसको वरिपरि उड्नु थाल्यो है र उसलाई चाहिँ के एक्सपेक्टेसन भयो भन्दाखेरि अब चाहिँ मैले खाना पाउने रहेछ अब चाहिँ मेरो मदरले मलाई खाना दिन्छ भनेर है ही लिन्ड आउट है he leaned out eagerly tapping the rock with his feet है नाउ यहाँ देख्न सक्छ दिस इज द यङ सिगल है र उसको मदर चाहिँ यहाँनिर उडिरहेको छ वरिपरि है उसको बिकमा के पनि छ फिस पनि छ ट्यापिङ द रक विथ हिज फिट है एकदम खुसीले ऊ है रकमा त्यो आफ्नो फिट ट्याप 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 गरेर चाहिँ ट्राइङ टु गेट नियरर टु हर एज सी फ्ल्यू अक्रस है र ऊ यहाँनिर डिलमा आएर चाहिँ ही इज ट्राइङ टु गेट द फिस है विच इज अन द बिक अफ हर मदर है उसको आमाको बिकमा जुन चाहिँ फिस थियो त्यो उसले टिप्नुको लागि चाहिँ यसरी अगाडि आउँदैछ बट वेन शी वाज जस्ट अपोजिट टु हिम शी halted her wings motionless the piece of fish in her beak almost within the reach of his beak भनेको चाहिँ ठक्कै आएर है छेउमै आइपुग्छ र उसले गरेर मुख खोल्दाखेरि चाहिँ उसको आमा त्यहीँ स्टप हुन्छ है हल्ट भनेको चाहिँ स्टप हुनु है रोकिन्छ र उसले त्यो पुग्नै सक्दैन त्यहाँनिर है देन ही वेटेड द मोमेन्ट इन सरप्राइज है र त्यहाँदेखिको के गर्यो बिग विदिन द रिच अफ हिज बिग ही वेटेड द मोमेन्ट इन सरप्राइज वन्डरिङ वाइ सी डिड नट कम नियर है र उसलाई के पनि लाग्यो किन यति अब नजिक आएर पनि अलिकति आइदिएको भए चाहिँ मैले खाना भेटिहाल्थेँ तर किन नआएको होला भनेर ऊ छक्कै पर्छ है वन्डरिङ वाइ सी डिड नट कम नियर देन म्याडन बाई हङ्गर र अब चाहिँ उसलाई यति बेसी भोक लागिसक्यो सहनु नसक्ने भोक लाग्यो है र ही डाइभ एट द फिस भनेको चाहिँ ऊ यो डिलदेखिको ठक्कै यसरी अगाडि है जम्प गर्छ है डाइभ गर्छ विथ अ लाउड स्क्रिम ही फेल आउटवर्ड्स एन्ड डाउनवर्ड्स इन्टु द स्पेस र त्यहाँदेखि ऊ जस्तो डाइभ गर्छ त्यस्तै यस्तो गरेर माथि यस्तो 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 हुँदै ऊ त्यहाँ झर्छ है देन द मोन्स्ट्रस टेरर सिज्ड हिम एन्ड हिज हार्ट स्टुड स्टिल है र त्यो मोमेन्टमा जब ऊ त्यो क्लिफबाट झर्छ है त्यो लेजबाट झर्छ ही अलमोस्ट यु नो के भयो यति बेसी उसलाई डर लाग्यो कि उसको हार्ट नै स्टप भयो एकछिन चाहिँ है र लाउड स्क्रिम जोडले कराए जस्तो हामी लड्दा या अचानक के भयो भने हामी स्क्रिम गर्छ त्यस्तै यो यङ सिगल पनि एकदमै जोडले कराउँछ र के गर्छ टेरर सिज्ड हिम एन्ड हिज हार्ट स्टुड स्टिल है एकछिनको लागि चाहिँ उसलाई के लाग्यो भन्दाखेरि उसको मुटु नै रोक्यो है ही कुड हियर नथिङ है र उसले केही पनि सुनेन बट इट ओन्ली लास्टेड फर अ मिनट तर एकछिनको लागि मात्रै त्यस्तो भयो उसलाई डर लाग्यो द नेक्स्ट मोमेन्टमा चाहिँ के भयो भन्दाखेरि ही फेल्ट हिज विङ्स स्प्रेड है आफ्नो पखेटा यस्तो खुल्लेको उसलाई के भयो महसुस भयो है देन द विन्ड रस अगेन्स्ट हिज ब्रेस्ट है त्यो आफ्नो छातीमा है हावा यस्तो आएको उसलाई फिल भयो है देन अन्डर हिज स्टमक है आफ्नो भुँडीमा पनि एकदम हावा जोडले आएको उसलाई फिल हुन थाल्यो अगेन्स्ट हिज विङ्स है र एकदम पखेटामा पनि एकदमै बेसी हावा आएको उसलाई फिल भयो ही कुड फिल द टिप्स अफ हिज विङ्स कटिङ थ्रु द एयर है र उसलाई एकैछिनमा के फिल भयो द्याट ही वाज एक्चुली फ्लाइङ है म त उड्दै रहेछु भनेर है त्यो हावाले है सबै उसले फिल गर्नु थाल्यो ही वाज नट फलिङ हेडलङ है अब यो क्लिफ छ यहाँबाट त्यो सिगल कस्तो झर्दै थियो यो क्लिफबाट चाहिँ डाउनवर्ड्स झर्दै थियो है यस्तो झर्दै थियो तर उसलाई के फिल भयो भन्दाखेरि चाहिँ अब चाहिँ ऊ यसरी डाउनवर्ड नझरेर चाहिँ यस्तो पाराले ऊ के गर्दो रहेछ उड्दै रहेछ है देन अलराइट देन headlong now. He was soaring gradually downwards and outwards. He was no longer afraid. है र ऊ चाहिँ है यस्तो पाराले तल माथि यस्तो हुँदै 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 उड्दै रहेछ र अब चाहिँ उसलाई डर पनि लागेन है देन ही जस्ट फेल्ट अ बिट डिजी है तर त्यो माथि तल है गर्दै उड्दै उड्दै गर्दाखेरि चाहिँ उसलाई के भयो डिजी है अलिकति उसलाई रिङ्गाचा लागेको जस्तो फिल भयो देन ही फ्ल्याप्ड हिज विङ्स वन्स एन्ड ही सोर अपवर्ड गा 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 कोला है र त्यहाँदेखिको फेरि ऊ
अघि यसरी उड्दै थियो त्यहाँदेखि ऊ उकालो यसरी उड्नु थाल्छ देन ऊ एकदमै खुसीले गा 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 भन्दै आवाज निकाल्दै निकाल्दै ऊ उडिरहेको छ हिज मदर स्वेप्ट पास्ट हिम हर विङ्स मेकिङ अ लाउड नोइज है र त्यहाँदेखि हिज मदर वाज अल्सो यु नो सो ह्याप्पी र उसको वरिपरि ऊ पनि मदर पनि सँगसँगै उड्दैछ हर विङ्स मेकिङ अ लाउड नोइज है र त्यो विङ्सको फ्ल्यापको त्यो आवाज पनि आइरहेको छ हि आन्सर हर विथ अनदर स्क्रिम है अब हि वाज सो ह्याप्पी र फेरि ऊ कराएर भन्छ देन हिज फादर फ्ल्यू ओभर हिम स्क्रिमिङ है र एकछिनमा हेर्दाखेरि चाहिँ उसको फादर पनि उसको माथि माथि उडिरहेको छ हि स हिज टु ब्रदर एन्ड हिज सिस्टर है फ्लाइङ अराउन्ड हिम वरिपरि उसको दुईजना ब्रदर वान सिस्टर है उडिरहेको उसले देख्छ देन हि कम्प्लिटली फर्गट he had not always been able to fly and commended himself to dive and soar and curve and shrinking and shrilly है र के गर्दैछ त्यहाँदेखि उसले एकदमै के गर्दैछ उसले त्यो कम्प्लिटली बिर्स्यो कि ऊ कहिले पनि उड्नु सक्थेन है उसलाई डर लाग्थ्यो भन्ने कुरा नै उसले बिर्स्यो र आफूलाई उसले प्रेज गर्दैछ है र हिमसेल्फ टु डाइभ एन्ड सोर एन्ड कर्भ है र त्यो ओसनको माथि माथि है कोही बेला है अलिकति बाङ्गो भएर उडिरहेको है त्यसरी गर्दै ऊ डाइभिङ गर्दै उडिरहेको छ देन हि वाज नियर द सी नाउ है र अब चाहिँ उड्दै उड्दै ऊ पानीको नजिकमा आइपुग्छ फ्लाइङ स्ट्रेट ओभर इट फेसिङ स्ट्रेट आउट ओभर द सन है र त्यो ओसनको माथि माथि यहाँनिर ऊ उडिरहेको छ है हि स भास्ट ग्रिन सी बिनिथ हिम द लिटल रिजेस है मुभिङ ओभर इट एन्ड हि टर्न हिज बिग साइड वेज एन्ड कट एम्युजली है र ठक्कै त्यो पानीको माथि 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 उडेर ऊ जाँदैछ र उसलाई एकदमै है ह्याप्पिली है अम्युजली ऊ खुसी हुँदै त्यो उसले आफ्नो के गर्दैछ कन्टिन्यू हिज फ्लाइङ हिज पेरेन्ट्स हिज ब्रदर एन्ड सिस्टर हेज ल्यान्डेड अन अ ग्रिन फ्लोरिङ अहेड अफ हिम भनेको चाहिँ उसको पेरेन्ट्सहरूले चाहिँ अलरेडी त्यो सी माथि बसिरहेको छ है पानीको माथि टक्कै बसिरहेको छ दे वेयर बेकनिङ टु हिम कलिङ सिरिली हि ड्रप हिज लेग है र सबैजना त्यो पानीको माथि माथि बसिरहेको छ र उसलाई पनि बोलाउँछ है कि यु सुड अल्सो कम डाउन है त्यो सीमा आएर बस भनेर भन्छ हिज लेग स्याङ्क इन्टु इट है तर जस्तै उसले त्यो पानीमा बस्ने ट्राई गर्छ तर उसको खुट्टा सट्टै भित्र डुब्छ हि स्क्रिम विथ फ्राइट है र एकछिन चाहिँ उसलाई डर लाग्छ तर्सिन्छ एन्ड एटेम्प्टेड टु राइज अगेन फ्ल्यापिङ हिज विङ्स है फेरि आफ्नो विङ्स फ्ल्याप गर्दै गर्दै ऊ उड्ने ट्राई गर्छ बट हि वाज टायर्ड है तर ऊ अब हि वाज फ्लाइङ फर द फर्स्ट टाइम र ऊ त्यो एक्सर्साइजले गर्दा हि वाज अ लिटल बिट टायर्ड है ऊ थाकिरहेको छ है र विक पनि छ प्लस हि वाज हङ्ग्री अल्सो है र हि कुड नट राइज भनेको चाहिँ त्यो पानीमा जस्तो बसेर फेरि ऊ उड्ने ट्राई गर्छ तर ऊ त्यहाँबाट उड्नु सक्दैन है एक्जस्टेड है बिकज ऊ एकदमै बेसी के भइरहेको छ थाकिरहेको छ है बाई द स्ट्रेन्ज एक्सर्साइज है स्ट्रेन्ज एक्सर्साइज चाहिँ के हो भन्दाखेरि हिज फिट स्याङ्क इन्टु द ग्रिन सी एन्ड देन हिज बेली टच इट है र त्यहाँदेखि सिन्स हि वाज सो टायर्ड है उसले अब हि वाज हङ्ग्री अल्सो बेसी उड्नु सकेको छैन किनभने ऊ थाकिसकेको छ सो उसले के गर्छ त्यो सी माथि उसले बस्ने ट्राई गर्छ देन हिज बेली टच इट है र जस्तो उसले बस्छ के गर्छ उसको फिट जुन चाहिँ छ है फिट स्याङ्क है ठक्कै पानीमा डुब्छ र उसको बेलीले पनि त्यो पानीलाई टच गर्छ हि स्याङ्क नो फार्दर भनेको चाहिँ त्यहाँबाट ऊ डुब्दैन है हि वाज फ्लोटिङ अन इट है मजाले फ्लोट भइरहेको छ र अराउन्ड हिम हिज फ्यामिली वाज स्क्रिमिङ है र वरिपरि चाहिँ उसको फ्यामिली है हिज टु ब्रदर्स एन्ड वान सिस्टर है मदर फादर सबैजना वरिपरि बसेर उसलाई एकदमै प्रेज गर्दैछ है र देयर बिग्स वेयर अफरिङ हिम स्क्रैप अफ डग फिस है र उनीहरूले त्यो डग फिसहरू पक्रेर उसलाई एकदमै दिँदैछ अफर गर्दैछ सो हि मेड हिज फर्स्ट फ्लाइट र यस्तो पाराले चाहिँ त्यो यङ सिगलले आफ्नो फर्स्ट फ्लाइट के गर्छ लिन्छ ओके सो द्याट्स इट